नमस्ते। आज चाहिँ मलाई कस्तो कुरा गर्नु मन लाग्यो भने यति लामो स्टडी गरी ल्याउँदा होइन सबै मिडल इस्टहरू सबै देशहरू आज चाहिँ हाम्रो राजादेखि रैतीसम्मको कुरा गर्न म यहाँ उपस्थित भएको छु। हाम्रो राज फ्यामिली आज किन यो देशबाट आउट हुनु पर्यो, यसको मेन रिजन चाहिँ के हो भनेदेखि मैले स्टडी गर्दाखेरि चाहिँ जहिले पनि जनता अथवा राजा अथवा राजनीतिक पार्टी अथवा नेता अथवा प्रजा एक किसिमको ट्रस्ट भन्ने एउटा शब्द हुन्छ। ट्रस्ट होइन, ट्रस्ट एन्ड रेस्पेक्ट भन्ने शब्द हुन्छ। यहाँ चाहिँ के भयो भने हाम्रो रोयल फ्यामिली सकिनुको कारण चाहिँ मेन उनीहरूको एउटा के व्यवहार अथवा उनीहरूको दिमाग अथवा उनीहरूको एउटा के भन्छ आफ्नो रोयल फ्यामिलीलाई कसरी बचाउने भन्ने उहाँहरूको सल्लाहकार होला, आफै पनि विज्ञहरू होला, जे होला कसो होला होइन। मैले पढ्दै ल्याउँदा चाहिँ जति पनि अहिले लामो लामो समयदेखि रोयल फ्यामिलीहरू रहिराखेको कैयौँ वर्ष कैयौँ शताब्दीदेखि रहिराखेको र पब्लिकले पनि ट्रस्ट गरिराखेको, रेस्पेक्ट गरिराखेको, माया गरिराखेको कारण चाहिँ के हो भनेदेखि हाम्रो राजाहरू अब किन फालियो भन्दाखेरि यो कतै अब कसैले प्रचण्डले फालेको, कसैले दलले फालेको चाहिँ होइन, यो चाहिँ जनताले फालेको। किनभने जनता र उनीको एउटा ट्रस्ट हुन्छ के। अब राजा भनेको त सबको साझा भन्छ नि त होइन। राजाको दुईवटा आँखा हुन्न कि एउटै आँखा हुनु पर्यो कि, एउटै आँखाले हेर्नु पर्यो सम्पूर्ण जनता र आफ्नो परिवारलाई पनि। जस्तो एक्जाम्पल साउदी अरबमा सुन्नु भएको होला होइन, राजकुमारलाई फाँसी दियो अरे भन्छ, राजकुमारीलाई फाँसी दियो अरे भन्छ मिडल इस्टतिर। किन भनेदेखि त्यो पब्लिक र उनीहरूको ट्रस्ट त्यहाँ टुटिन्छ के। जस्तो पब्लिकले त्यो गल्ती गर्यो दिने अथवा सजाय दिने, आफ्नो रोयल फ्यामिलीले गर्यो केही नगर्ने होइन, केही पनि नगर्ने भनेपछि के हुन्छ, त्यो ट्रस्ट चाहिँ त्यहाँ चाहिँ ब्रेक हुन्छ के। त्यस्तै सबभन्दा पहिले चाहिँ हाम्रो रोयल फ्यामिलीको चाहिँ अब पहिलेको कथा त म भन्दिनँ, अब सुनेको कथा र जीवित भएको कथा। जस्तो प्रवीण गुरुङलाई चाहिँ पारसले मारेको हो नि होइन। पारसले मारेपछि कानुन अनुसार पारसलाई चाहिँ अब त्यो उसले बिचरा जानी मारेको होइन, अब झुकेर मारेको, जसरी मार्यो नि, मारेपछि उसलाई चाहिँ जेल लाउनु पर्ने है। जेलमा कति त्यो न त्यो 1 वर्ष 2 वर्ष बस्दा के हुन्थ्यो र होइन, 1 वर्ष बस्थ्यो निस्किन्थ्यो। अनि के हुन्थ्यो, यति ट्रस्ट एक किसिमको पपुलेसन एउटा ट्रस्ट आउँथ्यो क्या। अनि ट्रस्ट आउँथ्यो अनि लाखौँ मान्छे चाहिँ एक्सिडेन्टबाट बच्ने बाटो पनि खुल्थ्यो क्या। किनभनेदेखि रोयल फ्यामिली हो, राजा राजकुमार जस्तो होइन, मान्छेलाई त जेल लगाइरहेको छ भने हामीले त जोगिनुपर्छ भनेर उनीहरूले चाहिँ के गर्थ्यो, ड्राइभरहरू पनि चनाएको हुन्थ्यो। अनि राजाले पनि ट्रस्ट गर्थ्यो क्या। राजाले त आफ्नै मान्छेले त छोड्दैन भने हामीले कहाँ छोड्छ। अनि उसले चाहिँ एउटै कानुन चाहिँ जनता र आफ्नोमा लगायो भने यो एकदम राम्रो भन्ने कुरा चाहिँ स्ट्रङली राज फ्यामिली भएर जान्थ्यो कि त्यहाँदेखि। पारस त आखिर निस्किहाल्थ्यो, त्यो जेलमा चाहिँ बसिराख्नु पर्ने थिएन होइन। अब मिडल इस्टतिर फाँसी त दिइरहेछ भने त जेल त नर्मल कुरा थियो नि। हो, यहीँ मिस्टेक गर्यो मेन चाहिँ है। अहिले जतिको हाम्रो मिस्टर गिरीन्द्र अब एक्स राजा कराओस् होइन, युआर टु लेट के हो। यस्तो कुरामा चाहिँ ध्यान नदिएको कारणले नै होइन, जस्तै पब्लिकको उमा पनि हामीले अब राजेश हमालदाई होइन, उसको गाडीले जसरी हुन्छ मान्छे त मारेको हो नि, राजेश हमाललाई पनि जेल लगाएर चाहिँ ठुलो सानोलाई कानुन बराबरी लाग्दो रहेछ है भन्ने एउटा भाष्य चाहिँ नेपाली जनतामा पनि जान्थ्यो। र उनीहरू त त्यो उनीहरूको गल्ती अनुसार अलरेडी सजाय गर्दै निस्किहाल्थ्यो होइन। त्यसमा लाजको भन्ने कुरा पनि आएन। इन्सिडेन्ट भनेको झुकेर पनि गर्नु सक्छ तर सजाय पाएन। हो, यहीँबाट रोयल फ्यामिली फिनिस सकेको है। मैले अरू देशको स्टडी गरेर ट्रस्ट मैले भने नि ट्रस्ट कसरी ब्रेक भयो भनेर। अनि अर्को कुरा पार्टीहरू पनि आज किन यस्तो भयो भन्दाखेरि त्यही हो, पार्टीले पनि आफ्नोमा जसले गल्ती गरे, जस्तो सहकारी ठग अथवा मेन पावर ठग अथवा जेसुकै भनौँ न, यो काण्डमा लाग्ने जतिलाई सबैले आफ्नो पार्टीमा जो लाग्यो भने त्यसलाई चाहिँ कडा सजाय दिएको भए कानुन पनि देखिन्थ्यो र मान्छेमा ट्रस्ट पनि हुन्थ्यो कि यो पार्टीले यसो गरेपछि अब कसैले गर्नु हुँदैन भनेर चाहिँ
मान्छे सबै सजग हुन्छ क्या होइन। यदि हामीले राजेश हमाल र पारसलाई चाहिँ सर्टेन कोर्ट लगेर अथवा जेल लगाएको भए, कानुन चाहिँ त्यो पालना गराएको भए हजारौँ मान्छेको जेन बस्थ्यो क्या। किनभने गाडीको स्ट्रिङ पक्रिने बित्तिकै ड्राइभरहरूले यहाँ त बाँचिँदैन, केही आफ्नो गल्ती गरियो केही भयो भने त होइन, जेल पर्दो रहेछ। राजकुमार पर्यो, महानायक जस्तोलाई त कानुनको कटघारामा लगायो, हुँदैन भनेर बचाउँथेको। अहिले त त्यो उनी छैन के भनेपछि कानुन कसरी फित्तलो हुन्छ एउटा चाहिँ त्यो मेरो स्टडीको पोइन्ट हो। अर्को चाहिँ रोयल फ्यामिलीले रेस्पेक्ट पाइराख्ने सधैँ कसरी रोयल फ्यामिली बाँचिराख्छ भन्ने कुराहरूको यो मिडल इस्टको अध्ययनहरू हो होइन। मिडल इस्टमा राजकुमारहरूले फाँसी दिइरहेछ, किनकि कसै न कसै त मैले भने नि कसै न कसैले त सजाय सुरु गर्दा त आफ्नैबाट गर्नुपर्छ। त्यस कारण यो चाहिँ मेरो अर्को भनेको भने अब रासोपा है, कुलमान अनि हर्काजी, सबभन्दा पहिले चाहिँ तपाईँको पार्टीमा कोही मान्छे त्यस्तो निस्क्यो घुस खाने अथवा कुनै बदमासी गर्ने, कोही कर छलीदेखि लिएर एक्सिडेन्ट केही गर्यो भने सबभन्दा पहिले चाहिँ तपाईँले पार्टी निष्कासन गरेर तुरुन्त कानुनको कटघरामा लगिहाल्नुहोस्, अनि मात्रै तपाईँहरूलाई पनि ट्रस्ट हुन्छ। होइन भने चाहिँ फेरि मैले अघि पारस राजेश हमालको कुरा गरेँ, यो देशको कुरा गरेँ होइन। मेरो स्टडीले चाहिँ त्यही देखाउँछ। अनि त्यस कारणले के भन्छ, राजा पनि सकियो, पार्टीहरू पनि सकिँदैछ क्या। त्यस कारणले यो बाटोमा चाहिँ कृपया नयाँ पार्टीहरू नजाइदिनु होला र हामीहरू पनि फेरिनु पऱ्यो। अब 5 वर्षभन्दा कसैले मौका दिनु हुँदैन। हामीले एमाले काङ्ग्रेस माओवादीलाई 36 वर्षसम्म चान्स दियौँ, सिङ्खो भाँचेन होइन। आज तपाईँलाई अलिक सुन्दा अनौठो लाग्दो होला, साउदी अरबतिर मिडल इस्टतिर सुन्नु, त्यहाँको मान्छे कुनै पनि मान्छे धनी मात्रै होइन, गरिबभन्दा गरिब पनि त्यहाँको सिटिजनसिप मान्छे कुनै रोग लाग्यो बिरामी भयो भने विश्वको जुनसुकै कुनामा पनि गएर उपचार गर्नु पाउँछ, सरकारले तिरिदिन्छ। डु यु बिलिभ इट? तिरिदिन्छ। तपाईँ सिङ्गापुरमा गर्नुहोस् कि उपचार, अमेरिकामा गर्नुहोस् कि युरोपमा गर्नुहोस् कि अस्ट्रेलियामा जानुहोस्, तपाईँको लागेको खर्च सबै उपचार गरिदिन्छ। हो त्यसरी कानुनलाई चाहिँ पुरा पालना गराइएन भने जनता पनि छाडा, अनि राजा पनि रहँदैन, अनि प्रजा पनि रहँदैन, नेता पनि रहँदैन, सबै रहँदैन। त्यो जहिले पनि डोमेस्टिक भाइलेन्स भइरहन्छ। मेरो अनुसन्धानले यही भन्छ। अब यो मैले यति लामो पढेको कुरा त सधैँ म भनिराख्न सक्दिनँ। यो कुरालाई चाहिँ मनन गरिदिनु होला नयाँ पार्टीहरूले। धन्यवाद, नमस्कार।